छोड्छौ मारुन्छु बेसरी आगासी आखिर पता तिम्री दिनको नाता गासी प्रेम लायो तिमीले भो भो। दर्शकबिन नमस्कार, तपाईले हेर्नुहुन्छ सम्झौता टिभी। दर्शकबिन पछिल्लो समयका निकै चर्चित गायक प्रमोद खरेलले भोकल गर्नुभएको बिल्कुलै नयाँ नि फ्रेस म्युजिक भिडियो छैन बिर्सेको बोलको म्युजिक भिडियोको फोटोपटो आज मात्रै भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। दर्शक महानुभावहरू, अब यो म्युजिक भिडियो भने तपाईहरुमाझ कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ त उक्त म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन् त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गतमा रहेर तपाईलाई डिटेलसम्म जानकारी दिन गइरहेका छौं। त्यसैले भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईहरु हाम्रो सम्झौता टिभी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो सम्झौता टिभी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन घण्टी पनि अवश्य थिचिदिनु होला, ताकि हामीले प्राप्त गरेका यस्तै नयाँ अपकमिङ सङका रिलेटेड जानकारीहरू सबैभन्दा पहिले तपाईको मोबाइल सेटमा सजिलोसँग उपलब्ध हुनेछन्। दर्शक महानुभावहरू, यो म्युजिक भिडियोमा डाइरेक्सन दिनुभएको छ पछिल्लो समयका निकै चर्चित डाइरेक्टर विक्रम चौहानको। यो म्युजिक भिडियोमा डाइरेक्सन रहेको छ भने र विक्रम चौहान ज्यूले धेरै भन्दा धेरै म्युजिक भिडियोहरूमा डाइरेक्सनको काम गरिसक्नु भएको छ। उहाँले गर्नुभएका डाइरेक्सनका प्रत्येक म्युजिक भिडियोहरूले यतिखेर सामाजिक सञ्जालमा निकै चर्चा पाइसकेका छन् र उनले गर्नुभएका हरेक म्युजिक भिडियोहरू करोडौं कलममा पुगिसक्नु भएका छन्, यतिखेर हिट साबित हुन पुगिसकेका छन् भने विक्रम चौहान ज्यूले गर्नुभएका प्रत्येक म्युजिक भिडियोहरूले मार्केटमा निकै आगो लगाइरहेका छन् भने अब यो म्युजिक भिडियो छैन बिर्सेको बोलको म्युजिक भिडियोले भने कतिको चर्चा पाउने हो यो भने भिडियो आइसकेपछि मात्रै थाहा हुने कुरा रहेको छ। दर्शक महानुभावहरू, यो म्युजिक भिडियोमा लिरिक्स तथा म्युजिक दिनुभएको छ पछिल्लो समयका निकै चर्चित सर्जक दिनेश खत्रीको। यो म्युजिक भिडियोमा लिरिक्स तथा म्युजिक रहेको छ भने उक्त म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ पछिल्लो समयका निकै चर्चित अनुहार जोडी विक्रम बुढाथोकी र अलेक्सा खड्का र रोमिला रोक्काको यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ। विक्रम बुढाथोकी र अलेक्सा खड्का र रोमिला रोक्का यी तीनवटै कलाकारहरू यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा जोडीको रूपमा देखिने भएका छन्। यो म्युजिक भिडियोको सुटिङ कार्य सम्पन्न हुनुको साथै फाइनली यो म्युजिक भिडियोको पहिलोपटक सामाजिक सञ्जालमा आउट गरेका छन्। अबको 2-4 दिनभित्रै यो म्युजिक भिडियो भने हजुरहरूमा आउने क्रममा रहेको छ भने हामीले निर्माण टिमहरूको तर्फबाट जानकारी पाएका छौं भने र यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि तपाईहरु कतिजना पर्खेर बसिरहनु भएको छ त हाम्रो कमेन्ट बक्सको तलतिर यो पनि जानकारी दिन भने नभुल्नु होला। यो म्युजिक भिडियोको यतिखेर सामाजिक सञ्जालमा फटोफट सार्वजनिक भइसकेपछि दर्शक श्रोता बिनहरूले यतिखेर निकै आतुर भएर पर्खेर बसिरहनु भएको छ भने यो म्युजिक भिडियोको चर्चा यसकारणले पनि बढी भइरहेको छ कि यो म्युजिक भिडियोमा सुपरस्टार गायक प्रमोद खरेल आधुनिक क्षेत्रका सुमधुर स्वरका धनी गायक प्रमोद खरेलको यो म्युजिक भिडियोमा स्वर रहेको हुनाले पनि